सेवारो अनि फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ विशेष गरी नयाँ वर्षको पनि शुभकामना हजुरहरूलाई सम्पूर्णलाई है। आजको दिनमा चाहिँ हामी नयाँ वर्षको अवसरमा यहाँ अङ्कल हुनुहुन्छ है, यता अङ्कल पर एकजना अङ्कल हुनुहुन्छ लाइनमा, अर्कोजना भाइ आउँदै हुनुहुन्छ। हामी चाहिँ आज चितलाङ जाने भनेर प्लान बनाएर हिँडेको छौँ। भर्खर अहिले एकान्त कुनामा छौँ, भाइलाई पर्खिरहेको छौँ। यहाँ अङ्कल पेट्रोल लाउने लाइनमा पनि हुनुहुन्छ। आजको दिन विशेष हुन्छ भन्ने हाम्रो मान्यता हो। के कसो अङ्कल? मान्यता हो। भर्खर आजको दिन फेरि मौसमले पनि साथ दिएको छ होइन, खुलेको छ चट्टसँगले। यस्तै दिन भयो भने त आज रमाइलो हुन्छ। भर पनि छैन, फेरि पानी पर्ने सम्भावना पनि हुन्छ। हेरौँ अब हामी पनि पहिलोचोटि हो चितलाङको यात्रा चाहिँ कस्तो हुन्छ, बाटोतिर चितलाङ होइन कस्तो हुन्छ हामी देखाउँदै जानेछौँ है त। बाटोतिर भेट्दै गरौँला, भिडियो अन्तिमसम्म हेर। फाइनल्ली हामी चारजना चाहिँ भेट भइसक्यो। अब एकजना अङ्कल आउँदै हुनुहुन्छ। जम्मा हुँदैछौँ नि हामी अहिले एकान्त कुनामै छौँ है। फोटो हुन्छ तलाङ्का ल। अनि ल हाम्रो भाइ पनि आइपुग्यो है। यहाँ भर्खर अब तेल लाउने लाइनमा बस्नुपर्ने हुन्छ हामी। ल हेलो ल विक्रम बुढा नै आउँदैछ। विक्रम अङ्कल हो र? कहाँ आइपुग्नु भयो? चाबेलबाट हिँड्यो भने ए भर्खर ए ल ल झन् ल। अर्कोजना अङ्कल नि थप हुने हुनुभयो। हामी पाँचजनाको ग्रुप हुने भयो चट्टसँगले। अब बाइकमा पेट्रोल लाउनलाई लाइन बसिरहेको छौँ हामी एकान्त कुनामा। चट्ट यहाँबाट पेट्रोल लाएर चाहिँ जानुपर्ने हुन्छ। फाइनल्ली अब हामी चाहिँ भेट भएर लाग्यौँ है त। यता भाइ हुनुहुन्छ विक्रम अङ्कल, उहाँ दुईजना अङ्कल पर पछाडि, यहाँ हाम्रो रामेश अङ्कल। अब चारवटा बाइकमा हामी सातजना कतिजना? तिनजना छजना भयो। ल अब हामी चाहिँ एकान्त कुनाबाट हिँड्यौँ है त। अब बाटोमा भेट्दै जाउँ है। अहिलेको अवस्था चाहिँ हामी फर्किङ एप हो, फर्किङ त हो, फर्किङ बस पार्क आइपुगेको छौँ। अब पहिलोचोटि हामी सबैजना यहाँ गुगल म्याप सर्च गरेर जान लागेको छौँ। भयो अङ्कल? ल कति? 23। अब यहाँबाट 23 किलोमिटर फर्किङबाट भनेपछि लगभग घन्टा झन्झनै लाग्छ अझै। लाग्छ ल। कुन ठाउँ हो यो? ठाउँको नाम चाहिँ जस्तो थाहा छैन। अब लगभग 16 किलोमिटर रहेछ यहाँबाट कुलेखानी के भन्छ चितलाङ। अहिले चाहिँ हामी बाटोमा छौँ सबैजना। ल एक राउन्ड यता गरौँ त सबै देखिने गरी। खोइ त विक्रम अङ्कलले यता। ल म फोटो नि खिचेँ है त। ए पुरै नि को चाहिँ देखिएन? रामेश अङ्कल चाहिँ ठुलो मान्छे चाहिँ झन् नदेखिएको क्या यहाँ। यहाँ छ। अब हामी एकछिन रेस्ट गरेको छौँ यहाँ डाँडामा आएर। ठाउँहरू पनि राम्रो छ हेर्दाखेरि। राम्रो यतिको त परि हो त। पुरा डाँडा आइसक्यो नि।
गुम्बा आजको दिन जस मौसमले पनि साथ दिइरहेको हाम्रो गाउँतिर जस्तै चिलाउनेको रुखहरू नि छ यार। माके त्यो पहिला बच्चामा गुच्चा खेलेको होइन ज्योति स्कुलमा दाना टिप्ने चितलाङ गएर चिलाउनेको दाना होइन चितलाङ गएर चिलाउनेको दाना हामी यहाँ 5 मिनटको विश्राममा छौँ होइन पुरा ऐसिलो खाँदै ऐसेलु यहाँ अङ्कलले ऐसेलु पनि दिँदै हुनुहुन्छ त्यहाँ तक्लु अरू त ठिकै हो कि ऐसेलुको काँडाले त्यो तपाईँको तक्लु टाउकोमा चाहिँ नहाल्नु निभ्र नि फेरि के नि साह्रो ऐसेलु रहेछ जस्ट ऊ त्यो तलतिर पनि छ ऐसेलु अब चाहिँ 5 मिनटको विश्राम पनि हाम्रो लगभग सकियो भनेपछि अब यो माथि डाँडाबाट त्यो डाँडाबाट चाहिँ उता कटेर जानुपर्ने रहेछ हामी त्यो डाँडाबाट ठ्याक्कै माथिको रोडको डाँडाबाट पछाडि क्रस गरेर गएपछि चाहिँ पक्कै मकवानपुर जिल्ला टेकिन्छ होला सायद त्यही होला सिमाना माथिको आनन्द छ नयाँ वर्षको दिन आजको दिनदेखि 82 साल लाग्यो होइन त हो त तक्लु हेरौँ त अङ्कलको तक्लु एकचोटि यस्तो दिउँ न टुङ 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 यिनीहरू प्रायः सबै चितलाङ जाने टोलीहरू है यिनीहरू सबै आजको दिनमा त्यहाँ उनी होला धेरै मान्छेको भिडभाड यता चाहिँ हाम्रो अङ्कलहरूको चुरोट टाइम हुँदैछ खोइ दिउँ न माथि चुरोट कहाँ चुरोट टाइम हो अहिलेको यहाँ हाम्रो चुरोट टाइम चुरोट टाइम भइरहेको छ अहिले हाम्रो हाम नेक्स्ट आयो नेम त दिउँ कि एम दिउँ भन नि त ए त्यसले नेक्स्ट आयो होइन होला हेटौँडा 41 किलोमिटर मार्कु हामी अझै 12 किलोमिटर मार्कु 7 किलोमिटर रहेछ यहाँबाट ल अहिले हामी चाहिँ यो खोइ के भन्ने ठाउँमा आइपुग्यो यो के भन्ने ठाउँ हो त यो यहाँबाट गाडी पनि लाग्दो रहेछ सायद काठमाडौँ जाने गाडी हो कहाँको अघि हामीले कहाँको हानेको ऊ लोकेसन फाइनल्ली हामी चाहिँ अब भेडा फार्मको लागि उकालो चढिरहेछौँ माथितिर होटल छ भने त ठिकै छ पेट चाहिँ रिसाइसक्यो होइन त पेट मारी रिसाएको अवस्था बाटोको अवस्था यस्तो छ फाइनल्ली आइपुगेछ चितलाङको भेडा फार्म चाहिँ वाउ के भयो भोकले अरू अरू भन्दा नि भोक लाग्यो टेन्सन छैन फोटो नराम्रो आउँछ भन्नु बस्दाखेरि कस्तो आउँछ त्यस्तै आउला कि भनेको लु हो भेडा खोइ भेडा बर्खा हो भने चाहिँ अलिक हरियाली चाहिँ खतरा देखिन्थ्यो होला यहाँ चाहिँ अलिक सुखराम भएर अवस्था त्यस्तो छ ड्रोनबाट दामी देखिन्छ यो पनि हाम्रो एक प्रकारको ड्रोनै हो यसो गरेर खिचेपछि अरू भन्दा तर मेन ड्रोनको तारान ड्रोन उडाउने ब्याट्री सकिसक्यो यहाँ उचाल्दा यार पेट पूजा गर्ने ठाउँ छोडेर माथि आइहालिएछ अब चाहिँ यहाँ आएर एकछिन विश्राम गरेर फेरि 10-15 मिनट माथि चढ्नु पर्ने हो पावर सेभ गर्दैछौँ हामी ए भिडियो बाउले मार्छ हो भिडियो नगरौँ न हो रे त विक्रम अङ्कलको आन्टीले कराउनुहुन्छ भनेर मात्रै हो कि
Achai. Chai, gurmimu. Asyo, asyo. ल है अनुहार हेरौँ न अनुहार हेरौँ यार बाइकको यात्रा मायासाला खुट्टा दुखेर हैरान म यता छु कपाल पनि हावाले के पेट पूजाको नगरी त यो मोबाइल उचाल्ने हुती पनि छैन यार अहिले त ल हामी हिँडेको त कति 8 बजी हिँडेको काठमाडौँबाट 11 बज्नु आँट्यो होला 3 घन्टा लाग्यो यार तर सल्लाहगारी रहेछ शीतलमा बसिरहेको छौँ लु यहाँ त हाम्रो त साँच्ची हो त नि यहाँ अगाडि जेठा मेतलाङ कान्छा दुईजना अन्त अरे उता कस्तो मिलेको है अहिले दुर्लभ पत हो अब त हुँदैन अबको जमानामा अन्तरे कसैको हुन्छ त हुँदैन बरु रेट पान्ना भेटाइन्छ अन्तरे भेटाइँदैन अब चाहिँ अमूल्य चिज हो त नि तपाईँहरूलाई त त्यो म्युजियममा लगेर सजाउनु पर्ने त खासमा सजाएर राख्नु पर्ने हो अहिले याद गरेर ठ्याक्कै मिलेको रहेछ क्या है कान्छा अन्तरे यता जेठा दुईजना सबै कुरा मिल्यो तर यो खाना खुवाइ मिल्यो खाना खुवाइ चाहिँ मिलेन ल खाना खुवाइ नमिलेकै रहेछ हाम्रो ल अब मिलाउने हो खाना खुवाइ चाहिँ चट्ट लाएर यो खाना नखाइकन गर्दा त यो भोक लागेको बेला त अलिक जाँगर नचल्दो रहेछ खाएकै छैन अनुहार हेरेरै थाहा हुन्छ होइन ल फाइनल्ली हामी चाहिँ चितलाङ भिलेज पनि आइसक्यो चितलाङको दृश्यहरू चाहिँ यस्तो देखिन्छ ढ्याप्पसँगले खानु तर अरूभन्दा खाना खानु नपाएर चाहिँ टेन्सन भइरहेको छ हाम्रोको टेन्सन भइरहेको छ खाना खानलाई हामी जोड प्रयास गरिरहेको छौँ हो यो बाटो त के हो त यो के हो हो ल थोरै साह्रो ला छाला टिएर छ काँडा भन्दा दोहोरो छाला भएको मान्छे हामी काँडाले घुम्नै सक्दैन के विधि रमाइलो त यो बाटो चितलाङको अविस्मरणीय छेड चाहिँ जहाँ भोक लागेर मर्नु भएको चाहिँ बिर्सिँदैन होला अरू भन्दा यार है अब चाहिँ हामी यहाँ खाजा खाने ठाउँमा आइपुगेका छौँ भोकले सबैजनाको हालत पातलो भएको छ चितलाङमा आइपुगेका छौँ पछाडि देख्न सक्नुहुन्छ ब्याकग्राउन्डको दृश्यहरू चाहिँ पुरै गाउँ छ तर भिडियो खिच्नेसम्म हुँदै छैन यार भोक लागेर गोटी हात चल्छ क्या गोटी चल्छ मेरो त गोटी हुटाउनेसम्म हुँदै छैन हौ ल त्यो खाजा पर्खिने मेरो हो यो चाहिँ के गर्नु अर्कै कन्फिडेन्स देख्न थाले त नानीको के हो खानुपर्छ
बिगारेको र समातेको होइन खास बरु नसो भाइ भन्दा भाइ क्या खान्छ कि पावर चाहिँ को मान्छे यार भाइ बाम जिल्ला मकनपुर भनेको त अनि मकनपुरै आइएको तर ओ पाखा बसेर सिकाउनु साह्रो मजा आउँछ है मास्टर हो नि त अनि क्या भाइ हँसाइ फेरि होइन कोले मिसी आने हेरेर भनिदियो नि ल्याउँ त फाइनल्ली हामी चाहिँ यो डाँडामा आइसक्यो ल पानी पनि म त ऱ्याङ्कोट बोकेको छु हुनु चाहिँ तर ब्रसरी के को मूर्ति हो ए मिना कि सबैले हुनुपर्छ राङ्कोट होइन भने कस्तो हो सबै भित्रे हो नत्र ए भेडा 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 हो भेडाको मूर्ति भेडा ठाउँ भएपछि यो भेडाको पक्कै यो त भरल हो के भेडा भेडा फार्ममा भेडाको त मूर्ति होला नि भनेर नि छैन होला हौ यतातिरको भेडा जस्तो हुन्छ कि के हो कुन त आनन्दै आउँछ यार यो ठाउँमा त्यो डाँडा हरियाली भएको भए कस्तो देखिन्थ्यो होला त छेमामी चाहिँ ए ओखो यो पछाडिको चाहिँ भेडा फार्म हो भेडा चितलाङ कुलेखानीको रियालिटीमा अहिले चाहिँ भर्खर पानी सिजन नभएर हो खासमा चाहिँ नत्र भने त बब्बाल देखिन्थ्यो यहाँनिर त्यो हरियाली पछाडि नट ब्याड यो पनि ठिकै छ तर गाउँको आवाज दिलाउने नि पछाडिको ब्याकग्राउन्डको ऊ चाहिँ बाख्रा बाख्रा खै भेडा नाम चाहिँ भेडा गोठ भेडा फार्म तर अहिले छैन रहेछ यहाँको एउटा कुरा चाहिँ मलाई चित्त बुझेन यो भेडा फार्ममा आएर भेडा भनेर यो हामीलाई बाख्राको मूर्ति देखाएर हामीलाई झुक्काउने यसरी यहाँनिर चाहिँ यो चाहिँ चित्त बुझेन अरू त ठिक छ अब पानी पनि पर्न थालेको छ थोरै थोरै अब यहाँबाट हामी बिस्तारै बिस्तारै तल त्यो डाँडामा गएर अब एकछिन बस्छौँ होला त्यहाँ त्यसपछि तल ड्याम कुलेखानी ड्याममा त्यसपछि फेरि काठमाडौँ सर लु यहाँ हाम्रो फोटो खिच्ने कार्यक्रम चलि नै रहेको छ अझै निरन्तर रूपमा चलिरहन्छ तर अझैसम्म चलिरहेको अवस्था छ भाइ माथि
यहाँ यहाँ नक्कल गरौँ तक्लु देखाउनु तालु 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 रेस्लिङ हो नि तालु त म देखाइरहन्छु नि फेरि राम्रो छ के अङ्कलको म तालु देखाइरहन्छु बातै यस्तो हो यहाँ जोडी मिलिसक्यो बोका पार्टी हो नि त मे 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 मिले भइगयो। अँ जोडी मिलिसक्यो यहाँ निजी अँ अब हाँसो छोडिसक्यो पक्नु न बल्ल बल्ल रामेश अङ्कललाई सुहाउने मूर्ति भेट्यो नि त खास र नि यो हो नि त पुछार गेले त धाली छ बेचेर बासी ल ल भेडा पानी आयो पानी आयो तर नमजा भयो एउटा गोठ पनि हुनु पर्ने क्या यहाँ भेडा फार्म भइसकेपछि पानी आउँदाखेरि यसो उत्तिने ठाउँ अस्यो अस्यो ल फाइनल्ली आइयो तर सोचेको जस्तो हरियाली नभएर अलिकति नरमाइलो बाँकी त दामी 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 ऊ भेडा 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 ऊ तल ल भेडा फार्ममा आएर बल्ल बल्ल भेडा देख्न पाइयो पानी पऱ्यो क्या लो भेरी गुड भेरी गुड ल हँसाइ मरत छ के अरे अङ्कल हेलो एकादशीको कथा यहाँ चाहिँ हाम्रो इन्जोय भइरहेको छ ल बाटो चिप्लेर एक हानिसक्यो हामीले चाहिँ अझै पनि त्यस्तो चाहिँ नहोस् माछालाई पानी सिमसिम पानी परेर खत्तम भयो क्या बाटो चाहिँ मेमोरी राखे बाँध फारेर बाँध सिको मेमोरी राखिने हो गुची चाहिँ नराख्नु यो क्यामेराम्यान कहाँ मेमोरी राख्यो भन्छ जाटा खत्तम हुन्छ है चाहिँ फलाना बाहिर हो भन्यो जाटा रामेश गएको के छ ए हाइलाइटमा लड्यो है तेरिका बाटो लास्ट खतम भयो लास्ट खतम पानी नपरेको भए त फेरि एकदम एवान नै थियो तलबाट गाडी आउँदैछ हामी माथिबाट रोकिने त छाँटकाटै छैन माथिको गाडी छ हेलो हेलो ल यहाँ हामी चाहिँ बुद्धको मूर्ति भएको ठाउँमा आइपुग्यौँ ओ माई गड ओ पानी जहाज खतरा कुदिरहेछ यार तल त्यो सेतो पानी फाल्दै बोट वाह ओहो ओखो यहाँबाट खतरा देखिन्छ जस्तो छ नि त ए अझ धेरै अल्गो रहेछ कि अँ रहेछ ल अँ पानी परेर कुलेखानी ड्याम उता उता त पानी परिरहेछ क्या फेरि काठमाडौँतिर त यार बल्ल बल्ल लडेर कुरा गर न बुढा के
ल कहाँबाट आएको रहेछ ब्याकग्राउन्डमा चाहिँ कुलेखानी देख्न सक्नुहुन्छ हजुरहरूले ट्याप्प। हेर पर्छ हो नि त अब राम्रो त्यही त अगाडि हो तिम्रो राखोला ठुलो भने झन् खतरा देखिन्छ होला हेर राखोला नि होला यस्तो बसेको फाइनल्ली कुलेखानी ड्याम आइसक्यो हामी चाहिँ। मान्छेहरूको चहल पहल निकै बाक्लै छ, लाइनमा छौँ हामी। वाह 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 कसरी जाने त तल कहाँ राख्ने हो बाइक चाहिँ? चाहिँ फाइनल्ली नै आइपुग्यो ड्याममा। इन्द्र सरोवर कुलेखानी ड्याम यो चाहिँ तल डुङ्गामा यस गरिराख्नु भएको छ उहाँले चाहिँ। कहाँ हो यो त कति ठुलो मान्छेहरूको भिडभाड, तल डुङ्गा चढ्नेहरूको भिडभाड निकै बाक्लै देख्न सकिन्छ। हाम्रो चाहिँ पालो आउला जस्तो छैन आज। हाम्रो टोली चाहिँ यहाँ नजिक इन्द्र सरोवर ताल निहाल्ने अवस्थामा छौँ, निहालिरहेको। आज नयाँ वर्ष हुनाले भिडभाड चाहिँ निकै बाक्लै देख्न सकिन्छ। अरू दिन चाहिँ कस्तो हुन्छ कुन्नी, तर आजको अवस्था चाहिँ धेरै मात्रामा आउनु भएको छ यहाँ। माथि चाहिँ पहाड, तल ताल। वाउ, कुलेखानीबाट फर्किँदाको दृश्य हो यो चाहिँ। यहाँ चाहिँ बाटो जाम भइरहेछ, गाडीहरूको धेरै चाप, अनि बाटो बिग्रिनेको कारण, साँघुरो हुनेको कारण जाममा राम्रैसँग फसिरहेको अवस्था। बाटो छ त्यतिको चाहिँ हुनुपर्छ। पर गाडी त इन्जोय गरिरहेछन्। अब चाहिँ फाइनल्ली हामी कुलेखानी चितलाङ कुलेखानी ड्याम घुमेर नि फर्किँदैछौँ। आधी बाटोमा आइसक्यो। अब यहाँ फेरि अहिले एकछिन रेस्ट गरेका छौँ है। भिडियो हेरिदिनु भयो अन्तिमसम्म होइन, त्यसको लागि हजुरलाई धन्यवाद। फेरि पनि हेर्दै गर्नु होला, भिडियो आउँदै गर्छ। थ्याङ्क यू सो मच, बाई बाई।